त्यो ठाउँमा आइपुगिसक्यो हामी अङ्कलले हिँड्दै हुनुहुन्छ है कस्तो लाग्यो अङ्कल तपाईँलाई यो ठाउँ ठिकै रहेछ आउने बाटो चाहिँ साह्रै खतरा रहेछ कहाँबाट बोलाइरहेछ सुजन कस्तो लागिरहेछ त पर्यो ल अङ्कल सुल भाइ गए बजा ल गयो ल अङ्कल गयो है त ल साथी आनन्दले है त यो मेरो ब्याग चाहिँ तिमीले बोक्या भए सजिलो हुन्थ्यो साथी म यहाँ पेट्रोल पम्प पुगेर ल So hello, namaste everyone, hope you guys are fine and welcome back to the another video of Raj Vlogs. आज हामी जाँदैछौँ हाम्रो आलेको दिदीको बिहेमा साथीको दिदीको बिहेमा जाँदैछौँ हामी यहाँ मेरो साथी छ पछाडि एकजना हेलो हेलो अहिले त्यहाँ उ गएर देखाउँला हामी कुन ठाउँमा जान्ला रे साथी खै नार्किट के भन्थ्यो यार भकुन्डेबाट तल अनि त्यसपछि अलिकति माथि जानुपर्छ भन्थ्यो अब थाहै छैन अब फोन गरेर जानुपर्ने हुन्छ हामी अहिले कति बजिरहेको छ 5 बज्न लागेको छ साथी हामी त अब 6:30-7 बजे पुग्छ होला केही छैन पहिला सुरु चाहिँ पेट्रोल हाल्नुपर्ने हुन्छ हामीले होइन हेलो गर्दै एकचोटि देखाइ छैन होला यार सो गाइज अब हामी यहाँबाट धुलीखेल निस्किन्छौँ होइन फुल हुनलाई अलिकति मात्रै बाँकी रहेछ यार पेट्रोल त सो अहिले चाहिँ हामी काभ्रे भन्ज्याङ पुग्न आँट्यौँ होइन सर र दाजुभाइ दुईजना आनन्दले जाँदैछौँ मजा आइरहेछ एडभेन्चरमा यसको ड्युअल स्पोर्ट टायर छ नि त त्यही भएर पनि महाकुरी मजा आइरहेछ क्या चलाउन मलाई डर चाहिँ लागिरहेछ अलिकति सुताउन चाहिँ यहाँ जामतिर परे जस्तो छ क्या अगाडितिर जाम छ जस्तो छ यार डेन्जर यहाँ उ रहेछ भने बाटो बन्द रहेछ है जाम रहेछ कहाँसम्म हो यार फेरि यो जाम अब हेट लाइनमा बसौँ है लाइनमा ओ कहाँ हो यार साथी डेन्जरै रहेछ नि एक जाम खोल्या भए रकेट जानुहुन्थ्यो यार माथि हिमाल देखिरहेको रहेछ टुसुक्क पिल 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 अँध्यारो भयो गाइस अँध्यारो भयो छिटो निस्किने भन्दा ढिला भइहाल्यो यो सुजनले गर्दा हो क्या महाकुरी ढिला भएको चाहिँ 1 घन्टा लाग्यो घर गएर बस्यो अनि फोन पनि उठाएन यार 4 चोटि गरेँ फोन ओ महाकुरी यो कस्तो गएको यो बाइक अब किन यस्तो हतार कसको फोन आयो यार मेरोमा बसन्तको फोन आयो बसन्तको हेलो हेलो ए भकुन्डेमा आउँदै हो भकुन्डे हालाङ ए सहीमा आइरहेछ सहीमा ल मैले चाहिँ आफ्नो बाइक यहाँनिर अफरोड मोडमा राखिसकेको छु एबिएस अफ रकेट रोड मोडबाट स्ट्रेट अफ रोड मोड ए के हो हामीलाई कम सोचे हो क्या हाम्रो हेडलाइट त डेन्जर छ नि फेरि कहाँसम्म फैला हेर न लाइट हेर न कहाँसम्म फैला है अझ डिम लाइट हो कि हेडलाइट त भटभटेमा सानो भटभटेमा लैजान्छु तिमीलाई म कुदाउँदै रोड मोड अफ रोड मोड गर्नु मिल्छ क्या यहाँतिर सोध्नु पर्ला है एकचोटि हो यहीँ लिउँ
अब त पुग्न आँट्यो होला नि हामी अब 15-20 मिनटमा पुग्छ होला खोइ आहा उयो ल्याउनु साथी ओ केटाहरू के खेल्ला यार यसरी यार बुद्ध चोक भने कहाँनिर हो कस्तो थाहा नभएको त यार यो कुन ठाउँ हो आले नार्के हो ए के गेम खेल्या हो यस्तो ओ माई गड नार्के यो नार्के आइपुग्यो अरे हामी धेरै टाइम छैन अब यहाँबाट त 10-15 मिनट होला ठ्याक्कै 5:55 भएछ होइन हामी अहिले यो नार्के भन्ने ठाउँमा छौँ हाम्रो साथी यहाँ छ मजा आइरहेछ साथी कम्फर्टेबल छ है बाइक यस्तो मजा आयो यार अफरोड सफरोड केही हुनै भएन क्या त्यस्तो गाह्रै भएन क्या आनन्द जाउँ साथी भयो आनन्द छ यार बाइक चाहिँ जे होस् ओहो ठुलो उडाएको ओइ चरा झरिरह यार खोइ माथिबाट चरा भ्याट्टै झरेर भने ठिक्क टाइममा किनेछु यार मैले यो बाइक है ठिक्क टाइममा किनेछु मैले यो बाइक पिन्थली तिमीलाई म भटभटेमा ओए घुम्ती उकालोमा त माकुर बाटै नदेख्ने यस्तरी हेर्नु पर्ने रहेछ बाटो भटभटेमा सिबिआर लिएर आएको भए त हाम्रो त गाँड खोलित कन्डो खोलित के अरे के भन्छ त्यसलाई गाँड खोलित कन्डो खरानी हुने रहेछ ल हेट आइपुग्यो क्या हो हामी कहाँ आइपुग्नु गीतै बजाएन गीत बजेको सुने तिमीले कसले ए रोडमै आएर बस्छु भन्थ्यो ओ यहीं हो क्या हो ओ यहीं हो क्या हो बेघर हो क्या हो सोध न ओ यहाँबाट माथि हो यहीं हो कहाँबाट लाने बाइक यस यस हो ए ल फोन गर्ने फोन गरौँ है त्यसलाई ऊ बसन्त दोङ भनेर आउँछ हेर ल यहाँनिर ऊ ल ल ल ल ल फोन गरौँ न एकचोटि त्यसलाई ल है हजुर ए हुन्छ हुन्छ ए सुजन यहाँ ऊ आन्टी पो हुँदो रहेछ भने आइपुग्यो हामी यहाँ ल यो कुन बाइक होला
यहाँतिर हेर न देखेन हेट तेरी यार कोहीमा हजुर बसन्त दाईको साथी बसन्त दाईको साथी हो हामी बाजे हो तिमीहरू त नाति पो रहेछ त है हो यहाँ ऊ नाति रे तिम्रो चाहिँ को हो बसन्त बाजे हो कता रहेछ यताबाट कताबाट जाने हो खोइ बाटो देखाइदियो मलाई केटा हो कता यता हो फाइनल्ली आइपुग्यो ल ल ल हुन्छ फ्यान डेन चाहिँ अर्को रहेछ ठुलो बाइक रहेछ को बाइक अग्लो रहेछ कि तिमी अग्लो छ हेर त यहाँ कुर्सी यस्तो ठाउँमा आइपुगिसक्यो हामी अङ्कलले हिँड्दै हुनुहुन्छ है कस्तो लाग्यो अङ्कल तपाईँलाई यो ठाउँ हिजोदेखि बुढो तम्सिरहेको थियो स्कुटर लिएर आउँछु म भन्दै पिन्थली भन्ने चाहिँ ठिक रहेछ है बाटो चाहिँ अलिकति गाह्रै रहेछ कहाँबाट बोलाइरहेछ चलाऊ ए आउन यार आऊ भोक लाग्यो के बस गरेर भइरहेछ माथिबाट ठाउँ चाहिँ बस्न चाहिँ ठिक हो अङ्कल होइन राम्रो राम्रो छ ठाउँ त आइपुग्न चाहिँ गाह्रो भयो कि आइपुगिसकेपछि ठिक हो सुजन आउन तल आउन हौ त्यहाँ नेटवर्क आउँछ क्या अरे अनि आनन्दले बसिरहेको छ त्यो के को रुख नरिवलको रुख हो कि क्या अङ्कल त्यो त ओहो हाम्रो अङ्कल चाहिँ हिरो कोट सोट लगाएर टक्क तल तल छिटो डाँडामै छ जहाँ छन् भने हेलो गर्दै हेलो हेलो ल अरू को थियो अर्को एकजना छ त्यहाँ त्यो आलेकै साथी रहेछ ल बिहा घरमा आइपुग्यो आइयो शुभ विवाह के लेखा नमस्कार रे सुजन कसो लागिरहेछ त
भोलि ए हिजो कस्तो छ जस्तो लाग्यो एउटा तिमीलाई तर यस्तो राम्रो देखिन्छ जस्तो सोचेको थिएन यार मैले यार हिजो राति आउँदाखेरि त कहाँ आयो जस्तो भइरहेको थियो बिहान उठेर हेर्दा त दामी देखिरहेको थियो भ्यू त खोइ हामीलाई त म सोझे मान्छेले के पनि थाहा छैन अब चाङसार माछाको ठिक हुनु हो लामाको ठिक हुनु हो म त सोझे मान्छे मलाई थाहा हुँदैन लामाको ठिक हो चाङसारको ठिक हो सिस्टम यता र उता फाल्टो ल्याउनु भएको छैन नि होइन स्ट्यान्ड किन फाइनल नभएसम्म है म समाज भएको लड्छ शरीरमा प्रेसरै परेन मुटु पनि मुटुलाई एक्सर्साइज गर्नुपर्ने मुटुको एक्सर्साइज हिँड्यो भने हुन्छ यहाँसम्म आइपुग्नदाखेरि फेब्डा नै बाहिर निस्केला जस्तो भयो यार हट सो मेरो बाइक यहाँनिर छ ओहो पार्किङ रहेछ चाहिँ यहाँको ड्युक 200 तलबाट यहाँसम्म आइपुग्दाखेरि फेब्डै बाहिर निस्केला जस्तो भइरहेछ यार हट बाइक स्टार्ट गरौँ अब यहाँ KTM ready to race. One tap on फेरि देख्यो जस्ट वान ट्याप अब हामी यहाँबाट फर्किँदैछौँ अब बाटोमा म गोप्रो हाल्छु गोप्रोमा धेरै चार्ज पनि छैन यहाँ बत्ती गएर होइन